फायर फाइटर भन्दा पनि अलिक कम स्तरको मान्छेले सिकाउने चाहिँ यो अब हामीले योबाट पनि सकिन्छ। फायर फाइटर चाहिँ तपाईँले इन्डस्ट्रियल साधनबाट सिकाउँछ। हामीले चाहिँ यो फायर एक्सटिङ्ग्विसरले हामीले उहाँले आगो लगायो भने अब केही मात्रामा हाम्रो बिल्डिङ बसिसकेको छ, केही मात्रामा हाम्रो कुनै कोठामा आगो लागिसकेको छ, त्यस्तो अवस्थामा चाहिँ हामीले फायरहरूबाट पनि पानी फ्याँकेर यो चाहिँ अब त्यसको पावर चाहिँ धेरै हुन्छ। जसले अब लास्ट इयर पनि ख्याल गर्नुभयो, सरहरूले पनि त्यहाँ गर्नुभएको थियो। आज पनि हजुरहरूले पानीबाबा आएको गर्दा हुन्छ। सबैभन्दा पहिला तपाईँहरूलाई पाइप कसरी यहाँबाट हामीले फायरको बक्सबाट फायर निकालेपछि त्यसको यो फायर होल ह्यान्डल गर्न चाहिँ क्लिनर चाहिन्छ। एकजना चाहिँ यहाँ पानी खोज्ने मान्छे बस्नुपर्छ, एकजना पाइप लिएर चाहिन्छ, एकजना पछि उसले कभर गर्ने मान्छे चाहिन्छ। तिनजना मान्छे चाहिँ यसले ह्यान्डल गर्न सकिन्छ। सबैभन्दा पहिला तपाईँहरूलाई पाइप चाहिँ म कसरी फिटाउने भनेर देखाइदिन्छु। यो यहाँ हामीले यसरी समाइन्छ, पछाडि एकजना उहाँले यसरी समाउनुहुन्छ, म यसरी छोड्दै जान्छु पाइपलाई। हेर्नुहोस् है सबै यसरी पाइपले यहाँ यसरी समाएपछि यसो छोड्दै जाने उहाँले त्यहाँ फिट गर्नुहुन्छ। अब यसरी पाइप हामीले छोडिसकेपछि हाम्रो यसमा जोड्ने पाइप एक्स्ट्रा हुन्छ, किनभने हाम्रो आगो लागेको स्थान त नजिकै हुन्छ भने छैन, हामीबाट टाढा हुन्छ। अर्को पाइप पनि छ तपाईँको, त्यही सेम त्यो पाइपलाई हामीले जोड्नु म जोडेर पनि देखाउँछु हजुरहरूलाई। एकछिन सरहरू भाइ होइन सर अब हाम्रो त्यसै गरेर लगेर त्यहाँ जोड्ने तरिका मात्रै देखाउँछु। त्यो पाइप चाहिँ दुइटा जोड्दैन अहिले हामी। यो चाहिँ जोड्न केही पनि छैन, यति छ। मेल र फिमेल भन्छ, यो मेल यो फिमेल हो। यसलाई हालेपछि यसरी जोडिन्छ। अब खोल्न चाहिँ खोल्दैन, फेरि खोल्दाखेरि चाहिँ हजुरहरूलाई तान्नु पऱ्यो त्यसरी है। लगाउनु पर्ने जाम छ। अहिले पछि यो यसरी जोड्यो हामीले। यो जाम रहेछ फेरि अब उतासम्म लान्छ। सबैभन्दा पहिला हामीले मजबुत पैसामा चाहिँ यसको पावर धेरै हुन्छ, एकजनाले ह्यान्डल गर्न पनि गाह्रो हुन्छ। यसलाई चाहिँ हामीले पहिलाबाट यसरी समाउनु पर्यो। बन्द गर्नुपर्छ।
मैले भनेकै छैन कि बोल्नु भएको